Hello everyone, good morning, Sevado. Welcome back to my YouTube channel. It's me Sabita Limbu. र अहिले चाहिँ ठ्याक्कै 11 बजिसकेको छ। अब हामी चाहिँ आज पानी परेर धुम्म भएर एकदम राम्रो मौसम भएर हामी चाहिँ आज खोला माछा मार्नु निग्रो टिप्न जान लागिरहेको छौँ। म अनि मेरो दुईजना बहिनीहरू हामी चाहिँ हेरौँ गाइस कसरी जाँदो रहेछौँ। सोल्टी पनि आउनुभएको थियो यहाँनिर हामीलाई भेट्नु। सोल्टी यता हेरिदिनु, हाई गरिदिनु सोल्टी। अनि अब सोल्टी चाहिँ घर जानु लाग्नुभयो अनि हामी दुईजना सोल्टिनी अनि म सोल्टिनी चाहिँ अब हामी चाहिँ खोला जानु लागेको छौँ। ल सोल्टी भाइ राम्रोसँग जानु ल नरुनु है फेरि सोल्टी गयो भनेर बहिनी नरुनु नि फेरि रुनु हुँदैन। अनि सारा कति वर्षमा जानु आँटेको अरे तिमी खोला? 6-7 वर्ष पछाडि। अनि तिम्रो अब स्कुल कहिलेदेखि लाग्छ? कस्तो हरियाली देखेको नि यो चाहिँ हाम्रो गाउँै कस्तो राम्रो छ। यो चाहिँ मेन रोड जाने बाटो। अब हामी चाहिँ खोलातर्फ लाग्दैछौँ। बाई बाई मेरो घर, बाई बाई बहिनीहरूको घर। हामी जाँदैछौँ। यो चाहिँ हाम्रो गाडागाडी छ त्यहाँ तल। यो चाहिँ मेन रोड। यहाँदेखिको चाहिँ यस्तो भित्र पसेर चाहिँ उतातिर चाहिँ हाम्रो गाउँ छ। यो चाहिँ अहिले हाम्रो गाउँमा पिच रोड। लु फेरि एउटा चाहिँ कपास होला किन हेर नि भएर हिँडेको। यो चाहिँ पिच रोड बनिने। ए भिडियो गर्दैछु भनेर यहाँ चाहिँ हाम्रो काका आउँदै हुनुहुन्छ। काका कहाँ गराउनु भएको? घरमा बोलाउँछु कहाँ गराउँदै हुनुहुन्छ रहेछ काका। लु गजब बेइज्जती है। बोलेन न हाम्रो काका लजाउनु भयो नि हो क्यामेरा त्यसरी। अनि हेर्नुहोस् है गाइस हाम्रोतिर चाहिँ ड्रागन फ्रुटको पनि खेती हुन्छ। यहाँनिर हाम्रो जया भाउजू र खगेन्द्र दादाले नि ड्रागन फ्रुट खेती। यहाँ चाहिँ बिजुलीको व्यवस्था पनि गरिसक्नु भएछ। पर नि त्यतिको त नत्र त फेरि राति हाम्रो गाउँमा फेरि कस्तो बहिनी हेर न कति फुलेको नि। कस्तो फुलेको हेर्नु चाहिँ यो चाहिँ ड्रागन फ्रुटको एकदमै फल्ने अब सिजन नि। बहिनी हाम्रो पनि यत्रो यत्रो भयो नि यी फुल। होइन नहुने चाहिँ केही होइन नि हाम्रो गाउँमा पनि गर्नु भने सुपारी यत्तिकै सुपारी र ड्रागन फ्रुट चाहिँ एकदमै बराबरी। लिची पनि हाम्रो गाउँ सबै कुराले भरिपूर्णै छ भने त म लोजीमा जान्छु फेरि छोडिदिनु जस्तो चाहिँ कम्फर्टेबल पनि राम्रो फेस पनि आउँछ जस्तो लाग्छ क्या। कस्तो देखेको कति राम्रो देखिरहेको छ। अब खोला जाँदा जङ्गल जान्छ राम्रो हुनु। म झन् यो के भन्छ हो मान्छेले यस्तै लुगा लाएर हिँड्नेछ बौली जस्तो यी परदेशी लाउरे। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। ल त्यसै भन्छ होला। अब के गर्नु पेन लगाऊ भने तिम्रो जस्तो एक बिच खोला। पहिले हामी चाहिँ होइन भन्दैौ न अघि हामी कुरा गर्दै यो बाटो चाहिँ हामी बेसी कस्तो लजाउँछ मेरो बहिनी त नलजाऊ। हामी पहिले बच्चामा हिँडेको बाटोहरू चाहिँ यही हो। अनि हामी यहाँ आएर परनिर बिसाउँथ्यौँ। हामी त्यस्तै कुरा गर्दै हिँड्दैछौँ। अनि तिमीलाई थाहा छ अनि हामी स्कुल जानु मन नपरेको बेला बिहानखेरि काममा बिहान छिट्टै आउने तर छिट्टो आयौँ भने पनि हामी के गर्थ्यौँ भन त? तपाईँ कुरा गर्दा हेर न हेर। अनि स्कुल जानु अल्छी लाग्यो मन परेन भने चाहिँ हामी ढिलो घाँस काट्ने अनि ढिलो घर पुग्ने। अनि स्कुल आज भ्याइएन आज हामीले घाँसै नभेटेर भन्दै हामी चाहिँ त्यस्तो गर्थ्यौँ। हाई कालु मम्मा मेरो बहिनी चाहिँ कुकुरसँग है कुकुरसँग पनि डराउँछ यता पनि फेरि त्यस्तै। म त झन् सानोमा नि हामी घाँसमा दाउरामा केहीमा आयौँ भने नि यहीँदेखि काट्दै हिँड्थेँ भने कस्तो राम्रो देखिन्छ। मोच हुन्थ्यो बच्चा बच्चीमा चाहिँ। अब ठुलो भइयो अहिले चाहिँ मोच होइन बोझ भइएको छ। क्या क्या बात कर रहे हैं?
राम्रो छ राम्रो हुँदैछ अब हामी यस्तै गफ गर्छौँ हामीले के लिएर गएको छौँ चटपटे खान्छौँ चटपटे लिएर गएको छौँ हामी अघि आउँथ्यौँ कि अब यस्तै काम पऱ्यो त्यही भएर ढिलो भयो त्यही पनि अब यहाँबाट सट्ट उँधो होइन हाम्रो खेतबाट जानु कि उँभो जानु पाउँछ होला हो निग्रो त तिमीलाई के होइन जनम जनम सँगै भन्ने गीत हामी बच्चामा घाँस दाउरा लिएर आउँथ्यौँ अनि यहाँनिर बिसाउँथ्यौँ तर यो पनि ला बरको रुख त मरेछ फेरि पनि लु हामी चाहिँ खोलामा माछा मार्यो भने त खोला त स्यापसुक सुकिरहेछ एउटा निगुरो भेटाएको मेरो बहिनी खुसी भइहालिन् ऊ त्यसो उयो पनि टिपेन ऊ त्यो पनि टुप्पो माथि हुन्छ हो त्यो पनि टिपेन यही त नि देखाउ निगुरे आउनु बित्तिकै भेटेको दामी ल पहिले यस्तो साह्रो घारी हुँदैन थियो नि जङ्गल त यस्तो भएछ हामी म देखाउँदैछु नि टिप न मेरो बहिनी चाहिँ एकदमै सागसब्जीमा धेरै खेती गर्नुमा ऊ एकदमै इच्छुक मान्छे हो होइन त्यहाँ बनमाराको छेउमा पनि छ देख्यौ हो त्यो टिप्यो त्यही हो क्या लाटी दिदी बहिनीहरूको यस्तो हुनुपर्छ क्या हात दिदी पक्रिनु खोज्दैछ बिचरा बहिनीले यो चाहिँ हाम्रो बिन्द्रा पनि एकदम निगुरो पाइँदो रहेछ बहिनीले कत्रो तल भाँचेको त्यसकै अगाडि पनि छ लाटी त्यहीँ उता अगाडि अलिकति अगाडि उनी यहाँबाट पनि जुम गर्दै देखाउँदै रहेछु म चाहिँ ऊ माथिबाट यहाँ यस्तो भिरमा यो निगुरो टिप्नु आएको लु भाँचेन पनि त्यो बल्ल बल्ल टिपेको मैले त क्यान्सर भएको निगुरो टिपेँ क्या हौ यहाँ हेर न गाइस निगुरो टिप्दै हाम्रो गाउँमा के चाहिँ हुँदैन क्या ए अहिले चाहिँ पनि ड्याम्मै फलायो फेरि यहाँ जे पनि हुन्छ खोजेर हामी यहाँसम्म आइसकिसक्यौँ धान पनि हुन्छ यहाँ पारी खेत अहिले अलैँची त कस्तो महँगो पो रहेछ बहिनी थाहा छ 1 कुइन्टलकै 40 किलोको 1,20,000 अरे आम्मामा हामीले चाहिँ निगुरो पनि देखाइदेऊ त बहिनी यति बनाइसक्यौँ धेरै भइसक्यो अनि यसमा साथसाथै गङ्गेटा पनि हामीले मार्दैछौँ के गर्नु माछा मार्नु मन सकिँदैन गङ्गेटै मात्रै मारेर कम्ती मजाले चिल्जान मेरो बहिनीले मलाई सुनसुमान बहिनी आऊ यहाँनिर पाउँछ माछा र उयो मकै पनि हाम्रो गाउँमा के चाहिँ हुँदैन क्या मकै पनि यस्तो मजाको छ किन ब्लोअर भयो सिमे साग पनि हेर बहिनी सिमे साग बहिनी लडो त खो यहाँ हेर्नुहोस् है अब माछा बहिनी चटपटे बनाऊ ती हामी निगुरो टिप्छौँ ल सारा बनाउँछौ यहाँनिर बनाऊ बसेर बनाऊ चटपटे यत्रो पनि काम पुऱ्याउँछ नि फेरि टोको भने त बहिनी यसको स्वाद चाहिँ नि असली हो नि त नि दिदी दिदी गङ्गेटा रहेछ उयो गरेर मारिदेऊ मैले बिचरा थियो कत्रो ठुलो यो के गर्नु यो पनि हाल्दिनु खानेहरु भिडियो खानुहुन्छ अरे कत्रो बडो यो दुधे गङ्गेटा फेरि राम्रो हुन्छ अबै बच्चा ल पापल के गर्नु छोड्दिन ल छोड्दिन दिदी यहाँ तर यस्तो हो नि त यो बच्चाहरूले पनि आफ्नै आमा खान्छ अरे खाँदै पो छन् होला नि त्यही के बोले भाइ अब के बोले के छ थाहा बोले के गर्नु छोड्दिनु पालौँ न दिदी गङ्गटा गङ्गटा पालौँ न मरिहाल्छ नि यसमा हालेपछि हो त्यसपछि छोड्दिनु ल छोडिदिऊ छोड्दिनु एउटा भान्दी गए बिचारा पाप गरे पाप नलाग्छ कत्रो बडो खिच्यो त्यो चाहिँ जलपानी ठाउँमा आइपुग्यौँ हाम्रो खाजाहरू झिक्दैछौँ अब हामी चाहिँ बहिनीले बनाउँछ अनि हामी खान्छौँ हात धुवा पाले पिला हात धुम ल तिमी यहाँनिर ठाउँ बनाऊ अनि भोकमारी यहाँनिर चाहिँ खाने जरो हामी चाहिँ यहाँ बिसाएको छौँ यता उताला त एकपट्टि निगुरो हामीले अहिले आधी घन्टामा यति बनाइसक्यौँ उसको नाम भनेको छु तिम्रो नाम भन्दै मलाई चाहिँ किन यता गरेको
बनायौँ पोइको चाहिँ माछा मारेर पनि अझै यो मरेको छैन अरे टिकटक बनाइयो कपाल कपाल खोलेर अब राम्रोसँग भएर अब घर लागौँ ल ढिलो भयो जाउँ देखाउँ न बहिनी खोलाउँ अब हामीले चाहिँ यहाँ कति निगुरो टिपौँ भनेर हाम्रो सिर्जना बहिनीले देखाउँदैछ उसको नाम चाहिँ उसले भन्दैन पनि हो तिम्रो नाम के हो भनिदेऊ न मेरो नाम भन्दैन यहाँ हेर्नु हामीले कति टिपेको छौँ सिमे साग पनि छ हाम्रो योलाई सिमे साग भनिन्छ हाम्रोमा यहाँ पनि छ निगुरे हामी कति मेहनतीले छौँ त यहाँ हाम्रो डल छ बाउ कस्तो राम्रो छ माछा पनि छ हाम्रो फाइनली गाइज घर पनि आइपुग्यो अब सबै भिजेको छ पानी पानी परिरहेको थियो अलिअलि त्यही भएर अब नुहाउन लागेको म चाहिँ अब नुहाइदिए गर्नु पर्यो भनेर घर पनि आइपुग्यो भिडियो के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोस् साथीहरू बाइ